आज हामी जान थालेको पत्थरकोटको आधी बाटो आइसक्यो हामी। यस्तो छ पत्थरकोट जाने बाटो हेर्नु। हामी आउनु त्यहाँ आउनु को आउनु म भाइ अनि विकल मामा बाइक चलाउने विकल मामा म त यहाँ छ। यहाँ चाहिँ मामा हुनुहुन्छ यहाँ हाम्रो मामाज्यू बाइक आएकै हुनुहुन्छ। अनि यहाँ हाम्रो भाइ यता हामी कहाँ जान थाल्यो सिधै हो सिधै हेर्नु सिधै गाइज खतरा गाइज सिन चाहिँ हेर्नु गाइज यहाँ हेर्नु गाइजहरू सिन चाहिँ खतरा छ तपाईँ हेर्नु सक्नु। अब यहाँ पिच बनायो खतरा हो नि यहाँ अब त्यही त हो नि यहाँ धान रोप्नु थाल्यो कि हो धान रोप्नु थाल्यो कि हो त के हो सबैजना आएको छ यहाँ धान मान्छेहरू रोप्ने सबैजना छ गाइज। अब हामी चाहिँ पत्थरकोट जानु थालेको को आउनु भएको पत्थरकोट आउनु सबैजना रिसोर्ट खोलिसक्यो गरी महिनामा पानीहरू सबै छ स्विमिङ पुलहरू सबै छ यहाँ यस्तो खतरा भ्यू छ नि गाइजहरू टिकटक बनाउनु सहयोग हुन्छ तपाईँहरू कुरा नगर्नु यहाँ। भाइ आज हामी कहाँ घुम्नु गएको भाइ बस्तीपुर बस्तीपुर होइन पत्थरकोट भन् पत्थरकोट यताबाट 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 हो यता यो बाटो झलङपुर जानु ल गाइस। अब हामी झलङपुर जाने यता खोलाबाट नगाने अहिले राम्रो छैन कि बिग्रेछ त्यो खोलाबाट मुनिबाट। अब हामी यहाँ जाने गाइजहरू समाज भाइ राम छ ल यही हाम्रो झलङपुर चाहिँ अनि लग्नु पायो साइडबाट लग्नु ठिक छ नि स्योर लो गाइजहरू ल गाइजहरू सिकिसक्यो हाम्रो मामा राइडर हो हाम्रो मामाले पनिसक्यो यहाँ भाइ यो चिपिँदैन मामा गिटी चिपिँदैन। अरे भाइ कस्तो डर लाग्यो अब बिस्तारै आएको न अरे तोरीको खै सिरी भन्छ गाइजहरू अरे पछाडिको सिनहरू पछाडिको सिन अब त अब सिधै हेर्नु सिधै यता अघि खोलाबाट यता आउँथ्यो कि सिधै अहिले यतापट्टि खोलाबाट यतापट्टि आउँथ्यो कि अहिले यता सिधै मामाले त हेलमेट लगाएर रहेछ हौ त्यो मामा डाँडा छ नि डाँडा यो डाँडाबाट एउटा घुम्ने ठाउँ छ होला यताबाट घुम्ने बिस्तारै आएर घुम्ने ठाउँ छ यहाँबाट घुम्ने ठाउँ यतापट्टि घुम्ने ठाउँ हो यताबाट घुम्ने ठाउँ घुमाउनु मामा चाहिँ फर्स्ट टाइम आएको मामा त्यहाँ आएको थुप्रो वर्ष भइसक्यो तर अहिले बाटो बिर्सिसक्यो हाम्रो मामाले त्यही भएर देखाएर पत्थरकोट आउनु थालिसकेको छ गाइज सिनहरू गाइज पाहाडहरूको सिन घरै घर यसरी आउनु सक्नुहुन्छ। गाइज स्कुल होला यतातिरको पुलिस स्टेसन जस्तो पनि छ क्या यहाँ कुनै पुलिसहरू पनि बस्छ है यहाँ चाहिँ फुटबल चल्यो गाइज पत्थरकोट आउनु थालिसक्यो गाइज पत्थरकोट आइसकेको छ हामी अब रिसोर्ट आइसकेको छ हेर्नु गाइज पत्थरकोट त्यहाँ छ हामी आइसकेका मान्छेहरू पनि सोधिसक्यो त्यहाँ जस्तो मान्छेहरू छ होला गाइज मान्छे चाहिँ अब यसो हामी घुमेर आउने अलिअलि त्यही हो हेर्नु गाइज यहाँ लेखेको पनि छ बोर्डमा यतापट्टिमा यहाँ भनिरहेको छ यहाँ होटल होल्ली के भनिरहेको छ के हो थाहा गाइज आइसक्यो आउनु त्यहाँ अब यतापट्टि घुमाउनु न गेटदेखि पनि यहाँ गेट यहीँ छ राम्री सरहरू आएको रहेछ यहाँ टु बढ्दैन छोडिदिनु त्यो उत्रे बडी बिल्डर दाइहरू निक्लिँदैछ नुहाएर हेर्नु गाइजहरू
सर्लाहीदेखि काठमाडौँ आउने क्रममा बाटोको हालत यस्तो रहेको छ। नेपाल पहाड हिमाल तराई भरिपूर्ण धेरै सुन्दर नेपाल तपाईहरुले देख्न सक्नुहुन्छ। पुग्छ फाइनली 4 घण्टाको यात्रापछि काठमाडौँ आइपुग्यो। काठमाडौँको मौसम अहिले खुला छ, पानी पनि परेको छैन, हरियाली राम्रो स्वच्छ वातावरण तपाईहरुले देख्न सक्नुहुन्छ। काठमाडौँको दृश्य अति नै रमणीय छ।